मनिला टु जेजु फ्लाइट डिले भएपछि हामी एयरपोर्टको सबै खानेकुरा ट्राई गर्ने भनेर सुरुमा हामी यो सिओमाई किङमा गयौँ। त्यसपछि मेरो साथीले मोमोको डल्ला जस्तो खानेकुरा खाँदैछ। अनि खायो। उसलाई चाहिँ यो खासै मन परेन, ठिकै मात्रै लाग्यो अरे। त्यसपछि हामी क्रिस्पी क्रिममा गयौँ होइन। अनि यहाँको दुनोट मैले लिएँ, तातो थियो। अनि मैले खाएँ होइन। मलाई चाहिँ दामी लाग्यो सुरुमै। फेरि मैले खाएँ। अनि स्वाद आइरहेछ जस मलाई पनि। अनि फेरि खाएँ। अनि मलाई यो बब्बाले लाग्यो। अनि त्यसपछि हामी फेरि अर्को ठाउँमा गयौँ। अनि यो चाहिँ द कजी किचनमा गयौँ। अनि यहाँ चाहिँ हेर्दा स्ट्यान्डर्ड थियो, तर हामीले यहाँको खानेकुरा मगाउँदा चाहिँ कस्तो खाने अप्ठ्यारो भइरहेको थियो है। कस्तो खालको थियो। मलाई खानै औडा लागिरहेको थियो। खाएँ जसोतसो खाएँ, तर मलाई मन नै परेन यो। अनि त्यसपछि कासा देजा स्पेसलमा गयौँ हामी। अनि यहाँ पनि मैले ट्राई गरेँ। समोसा जस्तो थियो, तर कस्तो गुलियो अल्टर टाइपको थियो होइन। अनि मनै परेन मलाई पनि। अनि त्यसपछि बर्गर्स बिल्समा गयो होइन। बर्गर चाहिँ बब्बाले खानु पर्ला, यो चाहिँ लास्ट भनेर गएको त होइन। बर्गर्स खायो। सुरुमा चाहिँ स्वाद आइरहेको थियो। मिठो भइरहेको थियो, तर पछि तितो भयो क्या। तितो किन भयो भनेको त यस्तो डढेको बस्दिएको रहेछ। त्यसपछि पेट डम्म भएर अरू खानेकुरा हेर्नै मन लागेन र हाम्रो भिडियो यहीँ सकिन्छ।